ए बाबु के बेचेको हो यो हो कति पैसा नि 50 रुपियाँ हो के हो तिम्रो नाम सागर के बुझिन सागर हरमेल कहाँ हो घर तिम्रो हो कति क्लासमा पढ्छौ नि 4 क्लासमा के सधैँ ऐसेले बेच्ने हो कि आज मात्र किन नि आज शनिबारको दिन छुट्टी दिन हो ए अनि कसले टिपिदिएको ऐसेलु आफैले टिपेको कि बाबा मम्मीले दिदीले कसले हो र कति बेच्यौ त आज हो अनि पढाइ कस्तो छ त कुन स्कुलमा पढ्ने कुन स्कुलमा ए अनि नानी के नाम हो दिया कति बेच्यौ त आज कति बेच्यौ औसेलु एक भाडो मात्रै एक भाडो कति अरे 50 हो ए धेरै अगाडि जानुहुन्न है त्यो गाडी एकदम गाडी स्पिड आउँछ फेरि गाडी लान्छ बुझ्यौ जब यहाँ गाडी रोक्छ नि अनि बल्ल बेच्नु के त्यो गाडी गुडिरहेकोलाई नबेच्नु फेरि ल जाडो बस्छ नि ज्याकेट लाउनु पर्दैन यस्तो चिसो छ कति क्लासमा पढ्छौ नि 5 मा ए ल ठिक छ राम्रो छ आज शनिबारको दिन अब यो छुट्टीको दिन बेचेर पैसा कमाउने होइन तर धेरै अगाडि नजाऊ गाडी स्पिड आएको हुन्छ गाडीले फेरि चोट लाग्छ के हुन्छ अलि यतै बसेर नि बल्ल बेच्नुपर्छ कहाँ हो तिम्रो घर यही घर हो